यो कप्तानी परिवर्तनको कुरा विषय आयो। यो टुर जुन हाम्रो लागि त्यति राम्रो भएन। नेपालमा हेर्ने हो भने त्यति स्थायी नै रहने गर्छ। क्रिकेटिङको कप्तानको चाहिँ लामो नै कार्यकाल रहने गर्छ। तर यो चाहिँ अब यो कप्तानी परिवर्तन जुन भयो, अब यो कहिलेदेखिको बहस थियो अथवा यो सडनली अस्तिको रिजल्ट पछि हो अथवा यो केही विगतदेखि नै यसको बारेमा बहस भइरहेको थियो, के थियो? नेपाल क्रिकेटको हिस्ट्री हेर्ने हो भने एज अ फर्मर क्याप्टेन, almost as a longest serving captain pani, I got to replace Binod Dai, who is right here मेरो side ma. The whole essence of captainship was the team came first. यो अहिलेको टिममा यो भन्दा अगाडिको क्याप्टेन हाम्रो रोहित पौडेल ज्यूले जसरी टिमलाई लिड गर्नुभयो, आई थिंक a lot of credit should go to him as well as the team. He is our most successful captain. उहाँले टिमलाई एसिया कप, दुईटा वर्ल्ड कप लगायत विभिन्न सिरिजहरू जिताउनु भयो। त्यसैले अहिलेलाई हाम्रो प्राइमेरी फोकस भनेको obviously there's been change in captainship यो फर्मेटमा, तर दिस वाज इन द मेकिङ। किन भन्दाखेरि कुनै पनि टिममा, स्पेसली मोडर्न डे क्रिकेटमा हजुरले हेर्नुभयो भने लुक एट अल इन्टरनेसनल टिम्स यति धेरै कम्पिटेटिभ भइसकेको छ कि अल्दो हामी दुईटा फर्मेट मात्र खेल्छौँ, ओडिआई र T20, त्यसमा पनि नेपालको बेन्च स्ट्रेन्थ हेर्ने हो भने देयर आर लट अफ प्लेयर्स आउट देयर हु आर सिकिङ अपर्च्युनिटी। हामीले 2028 को T20 वर्ल्ड कपको लागि टार्गेट गरेर र 2027 सम्मको 50 वर्ल्ड कपलाई टार्गेट गरेर इफ यू हैव टु मूव फरवर्ड विथ इट, यसको लागि वी फेल्ट दैट हामीले दुईटा हाम्रो टु अफ आवर बेस्ट पर्फर्मिङ प्लेयर्सलाई दुईटा लिडरशिप रोल्समा राख्दाखेरि चाहिँ उहाँबाट आउने फिडब्याक जुन छ, त्यो फिडब्याकले चाहिँ अल्टिमेटली नेसनल टिमको फर्मेसनमा यङ प्लेयर्सहरूलाई अपर्च्युनिटी र त्यो सँगसँगै ओभरअल क्रिकेट सिस्टममा चाहिँ उहाँहरूले एउटा कम्पेरिटिभनेस ल्याउनुहुन्छ भनेर नै भनौँ यो डिसिजन लिएको हो। त्यसैले अब नेपाल टिमले जित्छ या हार्छ र कसको कार्यकाल कति हुन्छ भन्ने कुराको मूल्याङ्कन आई डोन्ट थिंक वी क्यान से। क्रिकेट सङ्घको बोर्डको कार्यकाल 4 वर्ष हो। क्रिकेट टिममा को पर्छ, कति महिना खेल्छ, कति वर्ष खेल्छ भन्ने कुराको त ग्यारेन्टी नन अफ अस क्यान गिभ राइट नाउ। स्पोर्ट्सको सबभन्दा ठुलो यथार्थ के हो, जब जित्छौँ सबै कुरा राम्रो हुन्छ, जब हार्छौँ त्यसको भनौँ न दोष क्रिकेट टिमलाई मात्र होइन। आज नेपाल क्रिकेट टिम हार्दा त्यसको दोष, त्यसको जिम्मेवारी क्रिकेट सङ्घ लगायत अलमोस्ट एभ्री स्टेक होल्डरले हामी लिएका पनि छौँ र लिने पनि छौँ। त्यसैले अहिलेको लागि नेतृत्व परिवर्तन एउटा समयको मागले गर्दा हामीले गर्यौँ। यो कुनै व्यक्तिलाई या कुनै संरचनालाई सहजीकरणको लागि भन्दा पनि नेपाल क्रिकेट योभन्दा अझ माथिल्लो स्थानमा पुग्न सक्छ। जुन लगानी यो प्लेयर्सहरू लगायत अरू प्लेयर्सहरूमा नेपाल क्रिकेट सङ्घ र नेपाल क्रिकेटको स्टेक होल्डर्सहरूले गर्नुभएको छ, ती सबै कुरा जोडेर हेर्दाखेरि होपफुली इट्स नट जस्ट हु द क्याप्टन इज द्याट वी कैन टक अबाउट। नेपाल टिमले कहाँ कति म्याच जित्यो भन्ने कुरामा बढी फोकस भएर अगाडि बढ्नुपर्ने कुरामा चाहिँ द्याट इज वाट